तपाईंसँगै त्यो जानु भिडमा म पनि मान्छु है। त्यसपछि संसद भवन यो करिब 11:30-12 बजीतिरको कुरा हो। 11 बजेदेखि हामी भेला हुने हाम्रो कुरो थियो। अनि मिन भवनबाट यत्रो ठुलो ग्रुप आए, उहाँहरूले संसद भवनमा आक्रमणै गर्नुभयो। यो पनि हामी प्रत्यक्षदर्शी छौँ। अनि त्यसपछि राष्ट्रिय वाणिज्य ब्याङ्क साइडपट्टिको त्यो पर्खाल त्यता पनि आक्रमण तपाईले यो भयो। सबै देखेको कि ओली पक्षले पढाएको? मैले देखेको प्रत्यक्ष रूपमा। घोकेर आउनु भए जस्तो के त्यो वक्तृत्व कला हुन्छ स्कुलतिर। म हजुरलाई विद्यार्थीले कस्तो हुन्छ भने नि अमिषा, तपाईको स्कुल सम्झाइदिन्छु, केही वर्ष अगाडिको मात्रै त हो नि हैन। हजुर स्कुलमा के भनिन्छ भने समृद्ध नेपाल सुखी नेपालीका बारेमा वक्तृत्व कला स्कुलको नेपाली शिक्षकले लेख्छ अनि तपाईलाई घोक्न दिन्छ अनि तपाईले घोकेर एसेम्ब्लीको अगाडि प्रस्तुत गर्नुहुन्छ। हजुर अनि कसले राम्रो घोकेर भन्छ त्यसलाई चाहिँ हामी वक्तृत्व कलामा लैजान्छौँ। तर कहिलेकाहीँ कस्तो भइदिन्छ भने ऊ बोल्दा बोल्दै बिर्सिन्छ। बिर्सिएपछि अड्कियो। तपाईँलाई त्यस्तो नहोस् भने। होइन म तपाईँलाई घोकाएको चिज बिर्सिनु होला। अब म एमालेको समर्थक भएको कारणले यो कुरा लाग्न सक्छ हो, पाठ पढाइयो कि भन्ने लाग्न सक्छ। अलिकति हिस्ट्री अलिक गलत बोकेको छ एमाले, त्यो कुरा मान्नै पर्ने कुरा हो। यसमा अब म बाहेक प्रत्यक्षदर्शीहरू धेरै पनि हुनुहुन्छ, उहाँहरूलाई पनि यो कुरा थाहा छ भन्ने मलाई थाहा छ। 4-5 जना साथीहरू हुनुहुन्छ पनि, घाइते साथीहरू। उहाँहरूलाई अगाडि बढ्न गाह्रो भएको कारण अहिलेको मन्त्री परिषद पनि हो, त्यही कारणले उहाँहरू बोल्न चाहिँ सक्नुहुन्न। तर आन्दोलन तुइयो नि त उहाँहरूको। म त त्यहाँ त आबद्ध भन्दा पनि म त नारा लगाउन गएँ। म आबद्ध पनि भनौँ, भ्रष्टाचार विरुद्ध त म अभियसली गएँ, जानुपर्छ हो। तर घाइते हुनुभएको साथीहरू त प्रत्यक्ष रूपमा उहाँहरू त एकदम किन नबोलेको भन्ने हो। त्यो पनि मेरो प्रश्न हो। मन्त्री परिषदले अप्ठ्यारो भयो भने चाहिँ के?